सोम मंगल र शनि भन्ने तिमीहरू नै हौ? नाइ, म डोनाल्ड ट्रम्प, यो केपी ओली र त्यो नरेन्द्र मोदी हो। म सरुलाई लिन आएको। खै सरू? सालै, त हामी हुँदाहुँदै सरूलाई लिन सक्दैनस्। रुख आफ्नो बाटो ला। डोनाल्ड ट्रम्प, आगोलाई छुने प्रयास नगर, टाढैबाट हेरेर बस, होइन भने बोल्न सक्छ। ठीक भनिस् तैँले, आगोले पोल्न सक्छ। उ त्यहाँ हेर, आगो त्यहाँ छ, त्यसैले हामी यहाँ टाढा छौँ। हे साले, आगो मैले स्वयं आफूलाई भनेको। त आगो होइनस्, त अङ्गार होस्, अङ्गार, यानि कि कोइला। डोनाल्ड ट्रम्प, मलाई लाल लाठी खिच्छ नखिच्छ। सज्जनको लागि राम, दुर्जनको लागि हराम, डिएसपी कोइला हो मेरो नाम। हामीलाई थाहा भएन डिएसपी साहब, तपाईँ एउटा डिएसपी हो भनेर। यसले मलाई काने खुसीमा चौकीदार भनिरहेको थियो, त्यही बेर चौकीदार हो कि भन्ने सोचेको नि। अब त भइगयो होला नि कि म डिएसपी हुँ भनेर थाहा पाउँदा, त्यसैले म अब सरूलाई लिन आएको। डिएसपी कोइला साहब, म यहीँ सुरक्षित छु, मलाई नलैजानु। सरू, तिमी भनेको मान। यी राडिया छोराले धुनवीरबाट सुपारी लगेका छन् तिमीलाई मार्नको लागि, त्यसैले तिमी मसँग जानै पर्छ। डिएसपी, तपाईँले ठिक भन्नुभयो। पहिला हामीले धनवीरसँग यसलाई मार्ने भनेर सुपारी लगेका थियौँ, तर यो केटी हामीसँग सिगान झार्दै रोइसकेपछि अब यसको सुरक्षा जिम्मा हाम्रो भइसकेको छ। तपाईँ ढुक्क हुनुहोस्। ठिक छ, यदि सरूको रक्षा तिमीहरू गर्छौ भने म लागे। सरू, तर म बाइकमा आएको छु, चढ्ने धोको छ कि छैन? ए डिएसपी कोइला, सरू त्यस्तो बाइकको लोभमा छैन। सरू जान्दिनन्, हो कि होइन केटा हो? जाँदैनन् बाइक, म त बाइक भन्छु, तिमी छोड त। रोक्नु डिएसपी साहब। सरू। सरू सरू त एउटा धनाढ्यकी छोरी थिए। हामीले त्यही बेर किडन्याप गरेका थियौँ, तर भेद तिनको अगाडि मोटगान डबाको बाइकमा गई। हेर त, हेर हेर हेर, धुवा उडेको। हेर त धुवा उडेको। माया त माया हो रोशनी, न यो हिजो बदलेको थियो न आज नै बदलिनेछ। तिमीले मलाई माया गर्दिनौ त के भयो? म त तिमीलाई माया गर्छु नि। धिक्कार छ तेरो मायालाई। माया त दुई थर्पी हुनुपर्छ, जसलाई दुनियाँले याद राखोस्। दुनियाँले किन याद गर्नु पर्यो रोशनी? मेरा दुई चुम्चाहरूले याद गरे त भइगयो त। ए चुम्चा लोक, तिमीलाई याद छ किन मैले रोशनीलाई माया गर्छु भन्ने? याद छ सर। गुड केटा हो, गुड। देख्यौ नि रोशनी, मेरा चुम्चाहरूलाई मैले तिमीलाई माया गर्छु भन्ने थाहा छ। अब म तिमीलाई यहीँ राजा, राजा भन किन फोन गरिस्? आइफोन 13 को रिङटोन सुन्नलाई फोन गरिस्? हे साले देवा, तेरो 13 को रिङटोन सुन्न परेको छैन मलाई। मसँग झन् आइफोन 16 पुरो म्याक्स छ, 256 जिबी को। भन मेरो रोशनी कहाँ छ? राजा, मलाई मेरी रोशनीलाई र मेरा दुई कान्छा र जेठा चुम्चालाई सामान्य सपना नदे। त मलाई र मेरा परिवारलाई खोज्दा खोज्दै थाक्ने छस्, तर तैँले मलाई कहिले भेटाउन सक्ने छैनस्। देवा, दुनियाँ त्यति ठुलो छैन जहाँ गएर त लुग्न सकोस्। मैले मेरो आइफोन 16 प्रो म्याक्सबाट लोकेसन ट्र्याक गर्नेवाला छु। राजा, तैँले लोकेसन ट्रेस गरे भने यो मेरो आइफोन 13 ले बीच बाटोमै तेरो लोकेसनलाई डिक्लाइन हानिदिन्छ। हे साले देवा, धेरै चोथाले आइमाई जस्तै नगर। आइफोन 16 प्रो म्याक्स बोक्ने मान्छे हो। भना कि त के चाहन्छस्? राजा, मलाई तेरी आमाको सेक्सी फोटो चाहियो, तर त्यो होइन। यदि त रोशनीलाई जिउँदो चाहन्छस् भनेपछि मेरा इसियामा 50 लाख पठा, स्क्यानर पठाऊ। थुक्क गदा, रोशनलाई माया गर्छु भन्दै थिइस्, अहिले आएर क्युआर पठाऊ भन्छस्। 50 लाख लागि बिकाउने। राजा, पैसाको लागि मैले मेरा बालाई साउदी त पठाएँ भनेपछि रोशनी त कैकी छोरी हुन्, कैकी छोरी। यिनलाई म पठाउनु होला त? लोक तलाई म अहिले पठाइदिन्छु पैसा। दादा, रोशनी खोइ छैन दादा, छैन। रोशनी कहाँ गयो? हराइन्। के रे रोशनी भागिन् के रे? म त्यसमा पैसा किन दिउ देवा? ए होइन राजा, मैले नाटक पाडिरहेको छु, मेरा केटा नाटक पाडिरहेछन्। त्यसै लगाडे रोशनी यही छिन्। ए रोशनी खोजिरहने तर खोज जा छिटो। राजा, रोशनी यही छिन्, क्युआर पठाऊ। राजा, देवा,
रोशनी भाइकी दिन चप्पल मात्रै भेटाएँ मैले। ए चप्पल भेटाइस्? ठिक छ ठिक छ। ए साले देवा, मलाई चप्पल टुप्पा नपाऊ। रोशनी यहाँ आइसकिन् मसँग। पैसा म तँलाई किन हालिदिउँ त रे? रोशनी त हाते आयो भने के भयो त? रोशनीका चप्पल त यही छन् नि। यदि त रोशनीका चप्पललाई नजलेको देख्न चाहन्छस् भनेपछि 50 लाख पठा मेरो इसिओमा। क्युआर पठाऊ। चप्पल रे। ए देवा